त्यही साथीहरू यहाँहरूलाई स्वागत छ रावत भिलेज भाइब्समा। जस्तो कि अब तपाईँहरू हेर्दै हुनुहुन्छ यता टोरी छोपेको छ अनि उतातिर मान्छेहरू आलु कोर्दैछन् अनि यता हेर्न सक्नुहुन्छ टोरी काट्दैछन्। बादल पनि लागेकै छ, पानी पर्ने सम्भावना धेरै छ, त्यसकारण जति सकिन्छ आलु कोरेर राख्ने अनि मान्छेहरू टोरी काटेर सकाउने विचार गर्दैछन् सबै मान्छेहरू छिटो छिटो। टाढा हेर्न सक्नुहुन्छ यता पनि किसानहरू टोरी काटिरहेको छन् ताकि समयमै पानी पर्नुभन्दा अगाडि बालीलाई भित्र्याउन सकुन्। र हामी पनि आलु पर्न आएको छौँ। यो आलु कम भाङ खेती जस्तो धेरै देखिँदैछ, कति निस्किन्छ अब हेरौँ। कहाँ है यस्तो ए काटेर मात्रै